कथा 2018 को हो जब सानिया स्कुलबाट घर फर्कदै थिए। आफ्नो बाबासँग रमाउँदै कुल्फी खाँदै खुसी भएर बाबालाई म पछि ठुली भएर बाबालाई घुमाउन लान्छु है भन्दै थिए। उसलाई पनि बाबाले हुन्छ नानी, मलाई वृन्दावन चाहिँ लैजाऊ है भन्नुभयो। त्यत्तिकैमा घर पुगेपछि उसले आमा र बाबा दुवैजनालाई सँगै राखेर पनि म आमा र बाबा दुवैजनालाई घुमाउन लग्न चाहन्छु। आमाले पनि खुसी भएर नानी तिमी पहिला राम्ररी पढ है भन्नुभयो। उसले पनि हुन्छ आमा भनेर हरेक क्लासमा पहिलो स्थान हासिल गरी सबैले सानियालाई टपर टपर भन्न थाले। सानिया ठुली भई आफूले सोचे जस्तै डाक्टर बनेर बाबा आमालाई वृन्दावन घुमाउन लग्ने सपना पूरा गरी र बाबा आमा पनि खुसी भएर आफ्नो छोरी सानियालाई स्याबासी दिनुभयो।